गुड मर्निङ। आज चाहिँ म तिमीहरूलाई नयाँ ठाउँ एक्सप्लोर गराउँछु है। आज म पानी लिन जाँदैछु, सो बाटो देखाउँछु। कस्तो चिनिँदैन रहेछ भाइ। यहाँ तल चाहिँ यो चाहिँ पुरै ओह्रालो हो क्या, नि यहाँ तलबाट बाटो छ होइन, यो पुरै खेत हो। अनि यतातिर चाहिँ म पानी लिन जाने ठाउँ छ क्या। यो ठाउँ मैले हिजो मात्रै चिनेको। अनि यसको पानी चाहिँ एकदम मिठो हुन्छ कि, त्यही भएर एउटा मात्रै बोतल पनि लिएर आएको कि म बोल्छु। यो पानी त तातो रहेछ भाइ। म चाहिँ क्या बाँदर जस्तै एक्लै एक्लै फाखा डुल्दै हिँडिरहेछु, तर मजा आइरहेछ। हाय यो ओह्रालो चढ्दा त ठिकै थियो, उकालो चढ्दा त कस्तो थके लाग्दो रहेछ। स्याहाँ स्याहाँ भयो। यो चाहिँ हामी बस्ने क्वार्टर होइन, अनि यो चाहिँ म होइन। हाम्रो अफिस जानलाई चाहिँ यहाँ माथि जानुपर्छ, यतातिर यहाँबाट माथि माथि जाने होइन। 7-8 मिनटमा पुगिन्छ। अनि त्यसपछि यता यो माथि माथितिर घरहरू देखाएको छ नि, यो चाहिँ दैलेख बजार होइन। यहाँबाट अलिकति उकालो चढेर जानुपर्छ। अनि यो चाहिँ यहाँ त खासै म बसेको क्वार्टर चाहिँ यो होइन। मैले अघि देखाएको थिएँ नि यहाँ माथि माथिबाट जाने भनेर। म चाहिँ अहिले उकालो चढिरहेको छु। सिट्रस लगाएको छ, यो सुन्तला हो कि जुनार हो कि के हो मलाई थाहा छैन है। तर अनि यताबाट पनि जाने बाटो छ, यता गयो भने पनि उता पुगिन्छ फिल्डमा। म पछि भन्छु ल। त्यो चाहिँ म हिँड्ने बाटो चाहिँ यो हो। यहाँ पुरै यतातिर सिट्रस लगाएको छ। अनि यता माथितिर चाहिँ यो पोल जस्तो हो क्या, नि त्यो पोलभन्दा माथितिरको चाहिँ बाटो हो कि, गाडी हिँड्ने बाटो क्या। हामी माथि जानलाई त्यो बाटोबाट जाने हो। म चाहिँ त्यो उकालो चढेर यहाँ आएँ होइन। यहाँबाट चाहिँ यस्तो देखिन्छ, यतातिर चाहिँ फिल्ड छ क्या। म अर्कै एङ्गलबाट देखाउँछु अनि पछि देखिन्छ राम्ररी। यतातिर सबै सिट्रस लगाएको छ क्या। यतातिर त्यो ग्रिन हो कि ब्लू कलरको देखियो नि बिल्डिङ, यो चाहिँ हाम्रो अफिस हो। यता चाहिँ क्यान्टिन हो क्या। म त्यहाँ पुग्छु अनि त्यहाँबाट पनि बनाउँछु ल। यता चाहिँ रुखहरू छ, त्यही भएर यता पारीको फिल्ड केही देखेकै छैन कि, रुखले छेकेर। एभोकाडो अनि यो नेट हाउसहरू हो। यहाँभित्र चाहिँ सिट्रस छ। अनि यही देखेको चाहिँ हाम्रो अफिस हो। फाइनली म आइपुगेँ बागवानी अनुसन्धान केन्द्र किम गाउँ दैलेख। यतातिर ट्र्याक्टर पनि छ, ट्र्याक्टर। अनि यतानिर चाहिँ गेट हो। यहाँबाट म बस्ने क्वार्टर त देखिँदैन रहेछ। यतातिर पनि क्वार्टर हो। हाम्रो क्वार्टर चाहिँ यो जुन रुख छ नि, रुखले ठ्याक्कै छेकेको क्या, रुखभन्दा उतापट्टि पर्छ। यो एङ्गलबाट चाहिँ सबै ठाउँ राम्ररी देखिन्छ कि। त्यो चाहिँ हाम्रो अफिस भयो होइन। अनि यो प्लास्टिक होइन, नेट हाउसहरू। अनि यहाँ त्यही रिसर्चको क्रपहरू लगाएको छ क्या। यहाँ चाहिँ मेनली सिड प्रडक्सनको काम हुँदो रहेछ, त्यही भएर। अनि यो त्यो जङ्गल जस्तो देखियो नि, त्यो जङ्गल होइन, रुख छ क्या थोरै, त्यही भएर ठ्याक्कै छेक्क्या हाम्रो क्वार्टर चाहिँ त्योभन्दा अलिकति तल हो। त्यो ओह्रालोबाट जाने, यताबाट तल जाने हो। अनि यता पनि छ। अनि हामी चाहिँ यहाँ बसेर घाम ताप्दै गफ गर्दै गर्छौँ कि। अनि यतातिरको मस्त सिन हेर्दै। यता चाहिँ यो चाहिँ गेस्ट हाउस हो। अनि यता भनेको त्यो यहीँ जता जो बस्छ नि उनीहरूले नै त्यो खेती गरेको हुन्छन् क्या, अलिअलि सागसब्जीहरू लगाउनलाई। यो गेस्ट हाउसबाट चाहिँ यतातिर पनि छ, यो पुरै रिसर्चकै हो कि। त्यहाँ तलसम्म सबै देखियो नि। अनि उतातिरको चाहिँ क्वार्टरहरू हो, हाकिम सरहरू बस्ने, त्यही हो।